चुनाव हुँदैन यो कुरा बुझ्नु। दुर्गा परसाई राज संस्था हिन्दू अधिराज्य र संघीयता खारेज भनेको नि यो एउटा शक्ति हो क्या, राजा सहित जोडिएको शक्ति हो। यो शक्ति भनेको नि चान्चुने शक्ति होइन। यो शक्तिलाई बाहिर राखेर चुनाव गरेर देखाउनु न, 6 महिनामा फेरि के हुन्छ? जबरजस्ती थुनेर चुनाव गराउनु त। आम तराईवासी जो लाहान सिरा सप्तरीका लघु वित्त पीडित, सहकारी पीडित, बैंक पीडित, कालो सूचीमा परेका र हिन्दू, हेर्नुहोस् यतातिर हामीलाई पक्रेर थुन्ने, उता गाई काट्ने मान्छेलाई चाहिँ छोडिदिने, गाई बलात्कार गरेर चाहिँ मारे हो यो ठाउँमा। हेर्नुहोस् यो देशमा के भयो थाहा छ? कोरामा बसेको क्रियापुत्रीलाई मारे, मार्नु हुँदैन थियो। दरबारको राजा मारे, मार्नु हुँदैन थियो। स्कुल गएको बच्चालाई गोली ठोकेर मारे, स्कुलमा पढाउने गुरुलाई झुन्याएर मारे, ब्यासमा बसेको गुरुलाई गोली हानेर मारे, कोरामा बसेको क्रियापुत्रीलाई मारे यो देशमा। त्यसले गर्दाखेरि त्यो किन मारे? र एउटा चर्च भत्केन जनयुद्धको टाइममा। तर यो टाइममा मन्दिरहरूमा त्यो घटना भयो। त्यसले गर्दाखेरि वैदिक सनातनी हिन्दू धर्म मान्नेहरू 16 गते लान बजारमा आउनुहोस्। कसरी रोक्दो रहेछ म आउँछु। हाम्रो शान्तिपूर्ण हो, दियो बाल्ने हो, भाषण गर्ने हो। हामी बन्दुक लिएर त जाने होइन नि त। सिंहदरबार डलाउने मान्छे आज भोट मागेर हिँडेको छ। हामीले सिंहदरबार डराएको छ, सर्वोच्च डराएको छ। उसलाई पक्रिनु नि, उसलाई नपक्रिने, उनीहरूलाई कार्यक्रम गर्न दिने, अनि अझ गार्ड पनि दिने होइन भनेपछि नि हेरौँला। र म एउटा कुरा के भन्छु भने हामीलाई सरकारले 12 बुँदे सम्झौता गरेर अहिलेसम्म कार्यान्वयन गरेको छैन। होइन हुन्छ भनेको छ, 15 दिनभित्र भनेको छ। आज 13 दिन 2 गते गरेको, अब 2 दिन बाँकी छ। भएनछ भने हामी आन्दोलनको घोषणा गर्छौँ। सम्पूर्ण लाहानवासीहरूलाई माघ 16 गते शुक्रबार दिनको 12 बजी वैदिक सनातनीहरू ध्वजा बोकेर आउन् न बाटामा।